सक्रिय राज संस्था चाहिन्छ भनेर भन्दै भन्दिनँ म। राजा आएर यो देशको वात रूपान्तरण हुन्छ भन्ने कुरा होइन। खोजेको त रूपान्तरण हो नि। तपाई कुरा गर्नुहुन्छ यो देश कसले बनायो भनेर पृथ्वीनारायण शाहका कुरा गर्नुहुन्छ। बाँकी त यो बीचमा 11वटा पुस्ता उनीहरूले चलाए नि। तिनका अभिगत, ती राजाहरूका अभिगत जो ऐस आराम सुख सुविधामा यो देशलाई दाउमा राखेका कुनै उदाहरण छैनन्। कसले राख्यो त्यसरी यो देशलाई दाउमा? कसले राख्यो? प्रताप शाह पर्खिनुस् है। प्रताप शाहदेखि नै आउन। प्रताप शाह आउनुस्, रणबहादुर शाह आउनुस्, सुरेन्द्र आउनुस्, राजेन्द्र आउनुस्, हेर्नुस् पृथ्वी वीर विक्रम हुँदै तपाईको चाहिँ त्रिभुवनसम्म आएर ज्ञानेन्द्रसम्म आउँदाका अवस्था हेर्नुस् त। नेपालमा राजाले नि गल्ती गरेछन्, राजनीतिक दलले नि गल्ती गरेछन्, नेताले नि गल्ती गरेछन्, जनताले नि गल्ती गरेछन्। अब नगरौं, पुग्यौं। समय कहाँबाट कहाँ पुगिसक्यो। जन्मको आधारमा कसैलाई किन राजा मान्नु? कर्मको आधारमा बनाउन। बरु वैज्ञानिकलाई बनाऊ, साहित्यकारलाई बनाऊ, कविलाई बनाऊ, अर्कोलाई बनाऊ, जहाँ राजनीतिक हस्तक्षेप उले बरु नसहोस्। गणतन्त्र आएको 15 वर्ष भएको होइन हो। सदियौंदेखि त राज संस्था नै थियो त। देश किन बनेन? रविन्द्र मिश्रज्यू नजिर के छ भने 2007 सालदेखि 17 सालसम्मको त्रिभुवन महेन्द्रको पालाको समयको त्यति बेलाको अवस्था, नाजुक अवस्था। अनि मलाई यदि भन्ने अनुमति दिनुहुन्छ भनेदेखि 47 सालदेखि तपाईको झन्डै 63 सालसम्मको सक्रिय राज संस्था पनि हेरियो र संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रको त्यो अवस्था पनि हेर्दाखेरि घृणित कार्य राजनीतिक रूपमा जे जति भए नि, ती अवस्थाले राजा आउनु र नआउनुले, राज संस्था फर्किनु वा नफर्किनुले कुनै अर्थ राख्ने छैन। त्रिभुवनको पालामा नेपालमा हुने मन्त्री परिषद बैठकमा को आउँथे भारतबाट, को बस्थे भन्नुस् त? ती दिन थिएनन्। पञ्चायत कालमै होइनन्। भारतीय सेना नेपालको धरतीमा थियो। सुगौली सन्धि नभएसम्म नेपालका राजाहरूले यो देश बनाउनमै समय खर्च गरिए। नाम लिनुस् त राजाहरूको, नाम लिनुस् त। पृथ्वीनारायण राजेन्द्र वीर विक्रम शाह, सुरेन्द्र शाहको कुरा गरेको तपाईले भीमसिंह थापाको, अमरसिंह थापाको, भक्ति थापाको पनि त कुरा गर्नु पर्यो नि। त्रिभुवनदेखि महेन्द्रसम्मकै जो सेरेमोनियल भन्नु संवैधानिक राज संस्था सहितको प्रजातन्त्र थियो, बीपीहरू हुनुहुन्थ्यो, मातृकाहरू हुन्थ्यो। त्यो बेलामा नेपालको मन्त्री परिषदमै भारतका मान्छे नै एम्बेसडरहरू आएर बस्ने सेरेमोनियल राज संस्था भएरै पनि त हस्तक्षेप त रोकिँदो रहेनछ। पोस्टहरू त यहाँ बस्दा रहेछन्, आर्मीका बुट त बजारिँदा रहेछन्। तपाईले के भन्नु पर्यो? खोजेको राज संस्था महेन्द्रको जस्तो सक्रिय। यदि तपाईले खोजेको सेरेमोनियल हो भने त्यो फेलियर भइसक्यो भनेर बीपी र महेन्द्र पालाकै 17 सालको अगाडिकोले प्रमाणित गर्यो। अब के